आज हामी भगवान शिवको बारेमा कुरा गरौँ। उहाँ जो सम्पूर्ण सृष्टिका मूल स्रोत हुनुहुन्छ, समय र रूपभन्दा पनि परको एक अस्तित्व। आउनुहोस् उहाँको यही गहिरो रहस्यलाई बुझ्ने प्रयास गरौँ। हो, यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई एउटा गहिरो खोजतिर लैजान्छ। आखिर यो जुन विशाल ब्रह्माण्ड छ, यसको पछाडि कुन शक्ति होला? यही प्रश्नको उत्तर खोज्ने क्रममा नै हामी शिव तत्त्वको नजिक पुग्छौं। भन्नुको मतलब भगवान शिव कुनै भौतिक सीमामा बाँधिनुहुन्न। उहाँ त त्यो शाश्वत चेतना हो जो जन्म र मृत्युको चक्रभन्दा पनि माथि छ र सम्पूर्ण ब्रह्माण्डको साक्षी बनेर रहनुभएको छ। उहाँ नै सुरु हो अनि उहाँ नै अन्त्य। ल, अब शिवको त्यो प्रतिष्ठित स्वरूपलाई हेरौँ। उहाँको स्वरूपमा देखिने हरेक कुराको गहिरो अर्थ छ। उहाँको हरेक प्रतीकले ब्रह्माण्डको कुनै न कुनै रहस्य बोकेको हुन्छ। आउनुहोस् त्यसलाई एक एक गरेर बुझौँ। सबैभन्दा पहिले शिवको त्रिनेत्र, अर्थात् तेस्रो आँखा। यो तेस्रो आँखाले त्यो गहिरो ज्ञानलाई जनाउँछ जसले अज्ञानतालाई खरानी बनाइदिन्छ। भनौँ न, यो हाम्रो भौतिक आँखाले देख्न नसक्ने परम सत्यलाई देख्ने क्षमता हो। त्यस्तै शिवको जटामा रहेको गङ्गा, यो केवल एउटा नदी मात्रै होइन, यो त आध्यात्मिक शुद्धिकरण र मुक्तिको एक शक्तिशाली प्रतीक हो। यसले जीवन दिने र पवित्र बनाउने ऊर्जालाई देखाउँछ। अनि उहाँको शरीरमा लगाइएको भस्म, यसले हामीलाई सांसारिक भ्रमबाट टाढा रहन, अनासक्त हुन सिकाउँछ। यसको सन्देश एकदमै स्पष्ट छ। यो भौतिक शरीर नश्वर छ, तर आत्मा त्यो अमर छ। अब कुरा गरौँ शिवको घाँटीमा रहेको नागको। यसले ब्रह्माण्डीय ऊर्जा र मृत्युमाथिको वाहको पूर्ण नियन्त्रणलाई देखाउँछ। यो डरमाथिको विजय र समयको चक्रमाथिको प्रभुत्वको प्रतीक पनि हो। अनि त्यो डमरू, शिवको हातमा रहेको डमरूको ध्वनि नै ब्रह्माण्डको सृष्टिको पहिलो आवाज मानिन्छ। भनिन्छ यसको हरेक तालमा सृष्टिको लय र ब्रह्माण्डको नियम लुकेको हुन्छ। कति गहिरो कुरा! र अन्त्यमा उहाँको त्रिशूल, यसले ब्रह्माण्डका 3 मुख्य शक्तिहरू सृष्टि, पालन र संहारमाथि शिवको नियन्त्रण छ भन्ने देखाउँछ। यो हाम्रो मन, वचन र कर्मको सन्तुलनको पनि प्रतीक हो। ल, हामीले प्रतीकहरूको कुरा गर्यौं। अब अलि अगाडि बढौँ र यो अस्तित्वको ब्रह्माण्डीय नाटकमा शिवको भूमिका कस्तो छ भनेर हेरौँ। किनभने उहाँ केवल एक दर्शक होइन, एक सक्रियकर्ता हुनुहुन्छ। र त्यो भूमिकाको सबैभन्दा ठूलो उदाहरण हो शिवको ताण्डव नृत्य। यो त्यो लयबद्ध चक्र हो जसले ब्रह्माण्डलाई बनाउँछ, त्यसलाई चलाउँछ र अन्त्यमा त्यसलाई भङ्ग पनि गर्छ। भन्नुको मतलब यो नृत्य नै जीवन र मृत्युको अनन्त चक्र हो। उहाँको संरक्षक रूपको एउटा कथा त हामी सबैलाई थाहा छ। जब समुद्र मन्थनबाट हलाहल विष निस्कियो, तब शिवले त्यसलाई पिएर संसारको रक्षा गर्नुभयो। यसले उहाँको परम करुणालाई देखाउँछ। हो, त्यसैले त उहाँलाई नीलकण्ठ पनि भनिन्छ। तर शिवको भूमिका यतिमा मात्रै सीमित छैन। उहाँको सबैभन्दा गहिरो र महत्त्वपूर्ण रूप त गुरुको हो। उहाँ सबै योगीहरूमध्ये पहिलो र सबैभन्दा महान योगी आदिगुरु हुनुहुन्छ। सोचौं त, एकातिर हामी सांसारिक मोहमा अल्झिरहेका हुन्छौं, अर्कोतिर शिवको पूर्ण वैराग्य छ। यो भिन्नताले नै एउटा शक्तिशाली सन्देश दिन्छ। के भने साँचो सुख बाहिरी कुरामा होइन, भित्री मुक्तिमा छ। जीवन त क्षणिक छ, तर आत्मा त्यो अमर छ। त्यसो भए उहाँका शिक्षाहरूबाट हामी के सिक्न सक्छौं त? आफ्ना इच्छाहरूको मालिक बन्ने, दास होइन। सत्यको मार्गमा जस्तोसुकै अवस्थामा पनि अडिग रहने र आत्मअनुशासन र धैर्यबाटै मुक्तिको बाटो खोज्ने। यी सिद्धान्तहरूले भित्री स्वतन्त्रताको बाटो देखाउँछन्। अब हामी शिवतत्त्वको सबैभन्दा गहिरो पक्षमा पुग्दैछौं। त्यो हो उहाँको निराकार, अमूर्त रूप। आउनुहोस् उहाँलाई सर्वव्यापी चेतनाको रूपमा बुझ्ने प्रयास गरौँ। हो, शिवलिङ्ग यो केवल एउटा मूर्ति मात्रै होइन, यो त ब्रह्माण्डको निराकार रचनात्मक ऊर्जाको रूपमा शिवको गहिरो प्रतिनिधित्व हो। यसले के देखाउँछ भने परम सत्य कुनै रूपमा सीमित छैन, त्यो त रूपभन्दा पनि पर छ। र त्यही निराकार चेतनासँग जोडिने एउटा माध्यम हो मन्त्र ओम नमः शिवाय। यो मन्त्रले हरेक जीवित प्राणीभित्र रहेको त्यो दैवी चेतनासँग हाम्रो सम्बन्धलाई जागृत गराउँछ। भनौँ न, यसले हामीभित्रै लुकेको शिवतत्त्वलाई जगाउँछ।
र अन्तमा यो एउटा प्रश्न छोडेर जाउँ, यदि शिवको त्यो परम चेतना हरेक प्राणीमा, हामी सबैभित्र छ भने मुक्तिको मार्ग के होला त? त्यसलाई कसरी अनुभव गर्ने? सायद आत्मसाक्षात्कारको यही यात्रा नै जीवनको सबैभन्दा ठूलो र महत्त्वपूर्ण खोज हो।